र आज हामी रकमा आएका थियौँ र हामीले चाहिँ ढेँडो ढेँडो दिस इज आवर ट्रेडिसनल फुड ट्रेडिसनल फुड हाम्रो एकदमै यो चाहिँ हाम्रो ट्रेडिसनल फुड हो है। योगन भाइ मेरो हाम्रो सबैको लागि चाहिँ यो चाहिँ एकदम स्पेसल फुड हो। हामी घरिघरि पाउँदैनौँ यो फुड। यसमा हामीले के पाक्छौँ भन्दाखेरि यो चाहिँ ढेँडो है। यो चाहिँ अब ढेँडो भन्नाले चाहिँ अब तपाईँको कोदोको त्यो जुन चाहिँ उसलाई चाहिँ मजाले पकाएर बनाएको छ है। यहाँनिर अलिकति अचार छ, यहाँनिर यो पनि खोर्सानीको अचार है, त्यहाँको रायोको साग, अन्त उयो पनि आउँदैछ, मासु पनि आउँदैछ। यहाँनिर अलिकति चटनी के अरे स्यालेड छ है। र यो गान भाइलाई कस्तो लागिरहेको छ? यो त मलाई नेपालमा खाएको थियो कि अझै खाँदैछ इन्डियामा दामी है। र यो गान दिनेश भाइले कोदोको ढेँडो खाँदा चाहिँ अब आजको दिनमा चाहिँ कस्तो लागिरहेको छ? लाइक 30-35 इयर्स भयो होला। त्यतिखेर चाहिँ मैले खाएको थिएँ अलरेडी, तर अहिले चाहिँ बहुत साल बाद खानु पाएँ। बहुत खुसी छु। छुन्छ नि, छुनु त अब तपाईँको कुरै छ नि। अब तपाईँ ए ह्याकुलाको पनि आएको छ है, पोर्कको पनि आएको छ। धन्यवाद। पानी भयो हो, यो पानी चाहिँ छैन यसमा पुऱ्याउँछु म उडाइहाल्छ नि। थ्याङ्क यू सो मच। चिसो हुन्छ ल है, ल अब ह्याकुलाको सुपसित ढेँडो। ल यो दिनेश आमा यो गेनले पनि एकपल्ट देखाइदियो खाएर। कुखुरा त हाम्रो कुखुरा लु लु एकपल्ट तिमीले ढेँडो खाएर देखाइदियो कसरी खाँदो पर्छ ढेँडो चाहिँ। नचपाइन गुरुतै है। आमा यो नि त ढेँडो खाइ वाह। यो नि खुवाइ त दामी। घरमा भइहाल्छ। हाम्रो योगेन भाइ र हाम्रो उसले खाएको देखायो भइहाल्छ। अब मेरो टर्न।